चाहिँ माटोले बनाएको है गाइस कैन यु बिलिभ दिस इज सो क्युट गाइस हामी चाहिँ फर्किँदैछौँ अहिले चाहिँ हो कुद्दै जाँदैछौँ ओइ र अहिले चाहिँ 9:40 हुन आँटिसक्यो बट हामी चाहिँ स्टिल यही छौँ हो गाइस हेर्नुहोस् न चाहिँ पिगी ब्याङ्क रहेछ दिस इज सो कुल हेलो एभ्रिवान सो गुड मर्निङ वेलकम ब्याक टु द च्यानल इट्स मी अस्मी दर्जी सो गाइस आज चाहिँ 10 तारिक गाइस हाम्रो चाहिँ फिल्ड ट्रिप छ हो हाम्रो चाहिँ एमडिसी हुँदैछ नि त 10 दिनको एमडिसी मतलब मल्टिडिसिप्लिनरी कोर्स हैन गाइस हाम्रो त्यसमा चाहिँ हाम्रो छ एन्टरप्रेन्योरशिप एन्ड स्टार्टअप छ हो गाइस दीक्षा र मेरै छ अञ्जलीको पनि छ हो प्राय हाम्रो बीसीए को चाहिँ छ हैन प्राय अनि आज चाहिँ हाम्रो फिल्ड ट्रिप छ मटका स्टुडियो आई डोन्ट नो त्यो कहाँ हो गाइस 10 बजेसम्म पुग्नु भनेको थियो खासै 9 बजे 9:30 सम्म चाहिँ पुग्नु पर्ने हैन अहिले चाहिँ 9:40 हुन आँटिसक्यो बट हामी चाहिँ स्टिल यही छौँ हो हिँड्दै जाँदैछौँ 10 बजेसम्म चाहिँ पुग्नु भन्दैछ नि त म चाहिँ रोडमै भ्लग बनाउँदैछु हो गाइस सबैजनाले यत्रो खाले हेर्दैछ लेट देम वाच या एन्ड सी हाउ वी यहाँ हेर्नुहोस् दीक्षा छ यहाँ चाहिँ हो सी इज सो प्रिटी गाइस हेर्नु सी इज सो प्रिटी मोर देन मी हो गाइस अन्त हाम्रो मेन्टर सर चाहिँ हुनुहुन्छ अभिमन्यु कुमार सर हो गाइस ही इज सो क्युट हामी पुरा राम्रो लाग्छ सर चाहिँ हैन राम्रो हुनुहुन्छ सर चाहिँ हामीलाई माया गर्नुहुन्छ हो जाँदैछौँ कलेज नेल्स हेर्नु गाइस उसको नेल चाहिँ दामी छ हो हैन आई डोन्ट ह्याभ मलाई मनै पर्दैन नेल्स नेचुरल नै आउँछ कि तर मेरो चाहिँ कपालले गर्दा भाँचिहाल्छ कि अन्त नि ला गाइस मेरो त आज एयरबसमा चार्जै छैन फिल्ड ट्रिप बसमा जान्छ हैन हामीले भ्लग गर्न आँटेको अरे हेरौँ गाइस सो हामी चाहिँ पुग्न आँट्यो अहिले चाहिँ हैन कलेज अल्सो यो के हाम्रो कलेज कस्तो छ बाहिरबाट मेबी सबैले देखेको होला तर पनि जसले देख्नु भएको छैन स्पेसली माई प्यारेन्ट्स हेर्नुहोस् यहाँ चाहिँ दीक्षाले पनि ब्लग गर्दैछ गाइस हो अन्त हामी चाहिँ यसरीबाट जान्छौँ सर्टकट दिस इज सर्टकट गाइस यो हो हाम्रो कलेज चाहिँ गाइस दिस इज आवर कलेज अल्सो यो दिस इज आवर कलेज दिस इज सो बिग हेर्नुहोस् हाम्रो बस चाहिँ यहाँ छ हाई गाइस सो वी आर इन द बस इट इज सो प्रिटी गाइस हैन ल हाम्रो क्युटी पाइसहरु आफै छुट्टी हाल्छौ नि हाई बोल्दिछु न हेलो प्रकाश म चाहिँ बिस्किट खान्दैछु गाइस हो हैन हामी चाहिँ पुग्यो हेर्नुस् गाइस यहाँ चाहिँ हाम्रो डेस्टिनी हाई गाइस हामी चाहिँ यहाँ कता बसिरहेछौँ हैन Alright, excuse me, child to touch because some of them are not fire. Guys, हेर्नुहोस् यहाँ चाहिँ पिगी ब्याङ्क रहेछ दिस इज सो कुल गाइस यहाँ त पुरा एन्टिक पिसहरु छ त Alright, you have to take the part that is unknown. It's not. Just tell me, it doesn't have to be the right answer. Not here to judge. So here. So we made this on the wheel. This is fragile. It'll break. This is one of the diyas that we've made for Diwali. This stage to this stage is called the bisque firing. Sell this, I'll not even get 20 rupees for this. Yes, we add value to it. Bisque firing, now glaze firing. Rivatista. So this mug embodies Sikkim. So guys, अब चाहिँ यो हामीले देखाउनु हुँदैछ कि हामीलाई कसरी बनिन्छ how it changes. And you have to store it really well because it is clay. Its color is going to be like this. Nice and glazed. Now this diyas they can. धूप स्ट्यान्ड अरे ओ यतानिर यो चाहिँ टच गर्नु हुँदैन अरे अहिले सुक्दैछ है देखिरहेछ र गाइस सो हेर्नुहोस् न चाहिँ दामी छ क्युट लभ लेखेको छ हो यो चाहिँ माटोले बनाएको है गाइस कैन यु बिलिभ दिस इज सो क्युट हैन यो त माइक्रो के भन्छ त्यसलाई माइक्रो आर्टिस्टहरु हुन्छ नि त्यस्तो खालको रहेछ यो चाहिँ गाइस दिस इज सो क्यूट लाइक अस्मिता यस आई एम आल्सो क्यूट सर कुछ बोल दीजिए प्लीज Mato Studio. This is very nice studio and this is unique in Sikkim because you can take it as a souvenir once you come as a very nice. Thank you sir. Ma'am, मेरो vlog मा के भन्दिनु What do I have to say? I hope you guys have studied something from this. Yes, ma'am. Visit, and at the same time, this is a set of example where even we wish that you students come up with some sort of creativity and also enrich your skills of whatever you did. Thank you, ma'am. This is a vlog. Oh, vlog. Okay. Yeah. Why didn't you shoot that time when I was? Okay. What do you want me to say? Ma'am, whatever you want.
It was lovely having the SRM students here, the entrepreneurship class. Yes, ma'am. So much for coming, and yes, the crowd was overwhelming. I got everybody involved. I was sticking up the kids, yeah. Yes, ma'am. And thank you so much. So thank you so much, and I wish all the students and the teachers all the very best. Thank you, And ma'am. hopefully we'll have a lot of entrepreneurs in 5 years. Yes, Are ma'am. you good? Thank you, ma'am. Guys, हामी चाहिँ फर्किँदैछौँ अहिले चाहिँ हो कुद्दै जाँदैछौँ. ओइ! I'm so pretty, guys. I'm so pretty. Huh? Because my mom is so pretty. That's why I'm so pretty. Right? हेर्नुहोस् स्टार्ट पनि गरिसक्नुभयो ड्राइभर दाजु. Hey guys, so एउटा बस चाहिँ उता पल्ट छ होइन. हाम्रो चाहिँ कता गयो बस दुईटा छ नि त हाम्रो बस चाहिँ. एक्चुअलमा चाहिँ 3टा हो. अब सबै युनिभर्सिटी गरे. गाइस हेर्नु म चाहिँ यहाँ चिप्स खाँदैछु. आइ एम सो हङ्ग्री. म दीक्षा पल चाहिँ कुद्दै आएको गाइस हो. तर यिनीहरू चाहिँ मिठाई किन्न गएको रहेछ. गाइस सो हामी चाहिँ अहिले कलेज आइपुग्यो होइन. क्यान्टिन आएको छ हो. त्यहाँनिर हामी खाना हामीले चाहिँ खाना चाहिँ क्यान्टिनमा खाँदैछौँ. क्यान्टिनमा खान आएको हो. आज हाम्रो एकजना साथी छेउङ चाहिँ आएकै छैन. आएन अघि गएछ खाएर हो. ऊ चाहिँ साइन्स के आर्ट्स ब्लकमा खाएर यहाँ देख्न चाहिँ खाना ल्यायो गाइस. हामी चाहिँ खानु आँटेको हो. ट्रिप सक्यो हाम्रो. मजा आयो. माटो भेन्चरमा राम्रो थियो. त्यहाँनिर म्याम पनि राम्रो हुनुहुन्थ्यो. सबै बुझाउनु भयो हामीलाई. लन्च खाएर आयो हामी चाहिँ हो. त्यहाँनिर जाउँ हाम्रो क्लासमा एन्टरप्रेन्योरसिप एन्ड स्टार्टअपको क्लास हो. यो चाहिँ सेकेन्ड फ्लोर. यो चाहिँ बाउली हुन्छ. हाई गाइस हामी चाहिँ अब फर्किँदैछौँ हो. यसले ग्रिसिसी ब्लग बनाउनु हाल्यो हो गाइस. गाइस लन्च पनि खायो होइन. यो चाहिँ पुरा बिमार भयो. घर चलेको अब. बाई बाई हाम्रो कलेज. हाई गाइस, सो आई एम रूम राइट नाउ. म चाहिँ आइपुगेँ हो. सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो. बाई बाई गाइस. लभ यू. See you in the next video. Bye bye.